अनि वेलकम ब्याक टु मेरो भिडियो हैन। फेरि पनि तपाईहरुलाई स्वागत छ। अनि अब चाहिँ है म अनि मेरो साथी अन्त नानी चाहिँ उयो घुम्न जाँदैछु। के पो है इगल पार्क हैन, इसी जाँदैछु। अनि नानीको साथी परे साथीको नानी चाहिँ यत्रो ठुलो भइसकेको छ हैन। मैले सानो देखेको जन्मेर हो। अनि साथीलाई पनि मैले कति हामी 3.5 साल बाद भेटेको है। 3.5 साल बाद भेटेको। अनि हामी चाहिँ पहिल्यैदेखिको साथीहरु हो हैन। सानैदेखिको सँगै पढेर सँगै हुर्केको। आज चाहिँ साथी आइरहेको रहेछ। अनि त्यही भएर चाहिँ भेट्नु आएको साथीहरु घुम्न जाँदैछौँ। हेर्दै जानुहोस् होला हाम्रो भिडियो अन्तसम्म है। हामी तपाईहरुलाई माथि इसी गएर पनि देखाउँछु के छ कस्तो छ है। तपाईहरु इन्जॉय गर्नुस् होला, हाम्रो भिडियोमा इन्जॉय गर्नुस् होला। अनि म चाहिँ इसी चाहिँ बहुत पहिला गएको थिएँ। म लगभग 8-9 सालको हुँदाखेरि गएको थिएँ। त्यहाँदेखिको त चाहिँ म गएको छुइनँ। तर अब चाहिँ जान्दैछु कति साल बाद कस्तो डेभलप भएछ त्यो पनि हेर्दै जाउँ होला। हामी अगाडि हेर्दै जानुस् होला। बाटो चाहिँ यस्तो छ हो, एकदमै राम्रो। अनि साथी र साथीको नानी चाहिँ यहाँ भ्यू हेर्दैछ हो। यस्तो छ है साथीहरु हो। अनि म चाहिँ यहाँनिर छु। है हत्तु भयो हिँड्दैछु। ओइ आइज। चाहिँ फाइनली आइपुगेको छौँ हो। साथीले चाहिँ साथीको नानीलाई घुमाउने अरे नि त, त्यही भएर चाहिँ म पनि आएको। फाइनली हामी चाहिँ आइपुगेको छौँ। हेर्दै जानुहोस् होला तपाईहरुलाई कस्तो लाग्छ है। तपाईहरु मेरो भिडियोमा इन्जॉय गर्नुहुन्छ होला। यो चाहिँ हो इसी चाहिँ यही हो। सर्ट फर्ममा चाहिँ इसी। अनि उयसमा चाहिँ लङमा चाहिँ के अरे इगल। हेर्नुहोस् है साथीहरु, यो चाहिँ हो इसी। के खाने रे नानी तिमी? आमा बजारदेखि आइसक्रिम भनेको पछाउनु रहेछ नि। यता हेर्देऊ त, हात हल्लाइदेऊ, हाई भनिदेऊ। आइस ल, लभ यु भनिदेऊ, लभ यु भनिदेऊ न। सो फाइनली हामी चाहिँ आइपुग्यौँ। 6 मिनट चाहिँ लाग्दो रहेछ बजारबाट चाहिँ। तर हामीलाई निकै लाग्यो होला। ऊ यहाँनिर पनि छ राफिया। यहाँ हेर नानी। माथिबाट बाटो। हामी चाहिँ यहाँनिर यस्तो बाटो आइपुगेको थियौँ साथीहरु हो। यस्तो छ भ्यूजहरु हेर्नुहोस् है। साह्रै मजाको भ्यूज छ साथीहरु। हामी चाहिँ यसो यहाँनिर पनि गयौँ हैन। यहाँ मैले तपाईँलाई देखाएँ। अनि यहाँ चाहिँ यस्तो छ मजाको जग्गा छ हो। यहाँनिर चाहिँ पिङहरू रहेछ। तर हामीलाई खेल्नु दिँदैन। 13 वर्षको मात्रै रहेछ। यस्तो छ है। भ्यू देखिरहेको छ साथीहरु, हेर्नुहोस् होला है। लगाउ न प्लिज। कस्तो दामी देख्छ नि त हौ। भ्यू चाहिँ एकदमै राम्रो। अब चाहिँ हामी घर गएको। तिम्रो नि टिकट काउन्टर हो, खाली 10 रुपिस हो टिकट चाहिँ। चाहिँ हामी घर गएको साथीहरु है। मजाको छ। बाई बाई। मन पर्यो भने मेरो भिडियो लाइक फलो शेयर गरिदिनुहोस्। अब चाहिँ हामी घर गएको। म चाहिँ यहाँनिर छु। बाई बाई साथीहरु।